तपाईहरुमध्ये फेसबुकमा कोही नयाँ कन्टेन्ट क्रिएटर बन्न चाहनुहुन्छ भनेदेखि त्यसको लागि तपाईले फेसबुक तपाईले ओपन गर्नुपर्छ। फेसबुक ओपन गर्दाखेरि चाहिँ के हुन्छ भने पहिला चाहिँ हाम्रो प्रोफाइल हुन्छ है। त्यो प्रोफाइललाई चाहिँ हामीले प्रोफेसनल डैशबोर्डमा अन गर्नुपर्छ। अनि मात्रै तपाईले काम गर्न सक्नुहुन्छ। त्यसमा तपाईको ग्रो हुन्छ है। ग्रो गर्न चाहनुहुन्छ र नयाँ खोलेर नयाँ काम फेसबुकमा गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ र त्यसको लागि चाहिँ सबैभन्दा तपाईले पहिला यो तपाईलाई अघि मैले भनिहालेँ जो फ्रेन्ड हुन्छ त्यो चाहिँ फलोअर्समा कन्भर्ट गर्नुपर्छ। त्यसको लागि चाहिँ तपाईले के गर्नुपर्छ भनेदेखि चाहिँ म स्क्रिन रेकर्डिङद्वारा हजुरहरूलाई बताइरहेको छु। हेर्नुहोस् है, स्क्रिन रेकर्डिङ अन गरेँ है। एकछिन स्क्रिन रेकर्डिङ मेरो अन भइसकेको छ। अन भइसकेपछि मैले फेसबुकलाई क्लिक गरेँ है। क्लिक गरिसकेपछि गएँ म यहाँ निशा राईको नाममा छ है। यो चाहिँ मैले फेक आइडी अहिले भर्खरै खोलेको र यसमा निशा राईको मुनिपट्टि फ्रेन्ड छ नि, यसलाई चाहिँ फलोअर्स गर्नुपर्छ। फलोअर्समा कन्भर्ट गर्नुपर्छ अनि मात्रै हाम्रो काम हुन सक्छ है, ग्रो हुन सक्छ। त्यसको लागि चाहिँ सबैभन्दा पहिला तपाईले के गर्नुपर्छ भनेदेखि यहाँ हेर्नुहोस्, त्यसको लागि चाहिँ तपाईले यो एडिट प्रोफाइल भनेको थियो। यसको साइडमा चाहिँ 3 डट छ है। यो 3 डटलाई चाहिँ तपाईले क्लिक गर्नुहोस्। क्लिक गर्यो है। त्यसै हेर्दै 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 खोज्नुहोस्। यहाँनिर तल लेखेको छ लास्टमा हेर्नुहोस्, यहाँ टर्न अन प्रोफेसनल मुड भनेर लेखेको छ है। यहाँ हेर्नुहोस्, राम्रोसँगले हेर्नुहोस् है। यसलाई चाहिँ तपाईले क्लिक गर्ने बेला भयो है। अब यहाँ चाहिँ लेखेको छ तपाईको, यहाँ हेर्नुहोस् टर्न अन गरिदिनुहोस्। तपाईले हुँदैछ, प्रोसेसिङमा छ, नेट स्लो चलिरहेको छ, के भएको छ, हुँदैछ 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 भयो है। उसके बाद तपाईले यहाँ नेक्स्ट गर्नुभयो। यहाँ नेक्स्ट गर्नुहोस्। सब पब्लिक कन्फर्म एकछिन पर्खिनुहोस् है। नेक्स्ट नेक्स्ट केही गर्नु पर्दैन है। अहिले यो स्किप गरिदिनुहोस्, ठिक छ। त गो टु प्रोफेसनल डैशबोर्ड on. I want to get a quick start on Facebook. यहाँनिर चाहिँ लेखेको छ, लेख्नुपर्छ आई वान्ट टु रिच पिपल। यहाँ क्लिक गर्नुहोस्, अपडेट गरिदिनुहोस्, ठिक छ। र तपाईको यहाँ हेर्नुहोस् यो आइहाल्यो हो। सबै जो आउनुपर्ने थियो तपाईको आयो। यहाँ हेर्नुहोस् स्टार्टिङमा म तपाईलाई देखाउँछु। एक बार फ्रेस मारौँ। एक फलोअर्स 2 फलोइङ यहाँ देख्नुभयो होला है। यहाँनिर लेखेको छ वेलकम टु प्रोफेसनल मुड भनेर लेखेको छ है। र अब तपाईले यहाँनिर चाहिँ के छ है, जे पनि सक्नुहुन्छ तपाईले यहाँ काम गर्न सक्नुहुन्छ। यस गरेर चाहिँ तपाईले यसमा चाहिँ काम गर्न सक्नु पर्यो। त्यहाँदेखि उता चाहिँ तपाईले एभ्रीडे भिडियोहरु हाल्नु पर्यो र तपाईको धेरै तपाईलाई ग्रो हुनेछ। र भिडियो कस्तो लाग्यो है, मन पर्यो भने लाइक कमेन्ट र शेयर गरिदिनु होला। ओके, बाइ बाइ।